अनि साथै गुम्बामा आगो लाग्यो मान्छे भित्र फसेछ नि हौ यसो काहीँ छ भने आउनु छ फर्केर है गुम्बामा नमस्ते हामी यहाँनिर मारेबुङमा रतन थापाको घरमा यो अचानक दिउँसोको समयमा आग लागेको सर्ट सर्किटको कारणले आग लागेको भन्ने थाहा लागेको छ। अनि हामीसँग यहाँ प्रधान साहब पनि हुनुहुन्छ मारेबुङ ग्राम पञ्चायतको अनि म आफै पनि यहाँ क्षेत्रको सभासद भएको कारणले गर्दाखेरि यो जस्तो हामीले थाहा पायौँ। मलाई आदरणीय विशाल दर्नालज्यूले खबर गर्नुभयो यहाँनिर आगो लाग्यो भनेर। हामी त्यस्तासम्म बाटो सोध्ने कामहरूमै व्यस्त थियौँ अनि यहाँ हामी आइपुग्यौँ। अनि आएर यहाँको सबै स्थानीय मानिसहरूको एकदमै राम्रो सहयोगमा यो आगो चाहिँ मर्ने काम भयो, मार्ने काम भयो। अनि फायर ब्रिगेड पनि आइपुग्यो अनि फायर ब्रिगेडले पनि पछिबाट कतिपय आफ्नो कार्यहरू गर्नुभयो र आगो अझै पूर्ण रूपमा नै निभाएर जानुभयो। थानाको बडबाउ ओसी साहब पनि यहाँनिर आइपुग्नु भएको थियो अनि यो एकदमै क्षति भएको छ। अनि यो क्षति भएकोमा हामीले सबै सरकारी निकायहरूलाई हामीले कभर गरिसकेका छौँ। सबै कुरो नै अब घरको केही पनि बाँचेको छैन। डकुमेन्टहरूदेखि लिएर शैक्षिक योग्यताका जति पनि प्रमाणपत्रहरू थियो, अन्य जति पनि ल्यान्ड डकुमेन्टहरूदेखि लिएर अरू सबै नै जलेर नष्ट भएको छ। घरको केही पनि बाँचेको छैन। अनि यसलाई फेरि पनि अब उहाँको यो परेको गरीमा हामी सरकारी पक्षबाट, हामी ग्रामवासीको पक्षबाट या सम्पूर्ण मारेबुङ क्षेत्रको पक्षबाट हामी उहाँको साथमा छौँ। र यो परेको गरीमा उहाँलाई जे जस्तो सहयोग गर्नुपर्छ त्यसमा हामी तत्पर रहनेछौँ। धन्यवाद।